टेस्टी हेल्दीमा हेल्दी चिया पनि भइसक्यो यस्तो। अब चिया पस्किने हो चिया। म चाहिँ यहाँ ब्रेड बनाउँदैछु, चिया बनाउँदैछु। अब मेरो बिहानको सुरुवात केबाट हुन्छ त भन्दा म यसलाई अब यहाँ टक्कसँगले यता राखेर यहाँ के बनाउँछु हेर्दै जानु होला है त। मैले चाहिँ गुवाकामोली साँधेर यहाँ यसरी लगाइसकेको छु। अब यसलाई मोल्ने हो। गुवाकामोली अब यसलाई चाहिँ यो चाहिँ सबै नुनिलो पिरो सबै मिक्स गरिसकेको छु। अब यसमा चाहिँ चट्ट दुई साइडमै लेप गर्ने हो। यस्तो भइसकेको छ, हेर्न सक्नुहुनेछ। अब यता चाहिँ के हुँदैछ त भन्दा चिया त भुङ भइरहेछ। मैले बिहान एकपल्ट खाइसकेको। अब है चिया यो चाहिँ अहिले यस्तो भएर एकछिनमा यस्तो कलर आउँछ। अब यो चाहिँ उम्रिनु दिनुपर्छ फेरि बिस्तारै मिटमा लगाएर यहाँ म बनाउँदैछु। हेर्न सक्नुहुनेछ मैले यो चारवटा चाहिँ यसरी लगाएको छु। अब त्यसपछि के हुन्छ त अब यो चाहिँ यस्तो बनाइसकेको छु। अब यसलाई यसरी लगाइदिने हो धनियाँको पत्ता। अब त्यसैले यहाँ थोरै थोरै खोर्सानीको धुलो पनि राखिदिन्छु। अब के हुन्छ त भन्दा चटपटी मसला हेर्न सक्नुहुन्छ यस्तो राम्रो हुँदैछ नि। चटपटी मसला चाहिँ यहाँ लाउनुपर्छ। चटपटी बुढा पानी खानुभयो खानपान चटपटी मसला चाहिँ यो यसरी लाउनुपर्छ। अब नुन चाहिँ लाउँदा पनि हुन्छ नलाउँदा पनि हुन्छ। मैले चाहिँ नुन अलरेडी नै भइसकेको छ। अब यसलाई सल्ट लगाइदिनु थोरै। यो सल्ट चाहिँ नलाउँदा पनि हुन्छ तर लगाइदिनु मैले चाहिँ देख्न सक्नुहुन्छ यो यस्तो राम्रो भइसकेको छ। अब कागती चट्ट कागती लगाइदिने हो। कागती यसरी कागती चाहिँ लेमन। अब कस्तो दामी हुन्छ यस्तो चाहिँ किनेर पाउनुहुन्छ त। यस्तो घरमा चाहिँ के कसरी खाने भन्ने कुरा घरमा हुन्छ। तर मैले घिउमा डालेँ यो विथ ब्रेडलाई अनि त्यसपछि मैले स्टेप बाई स्टेप के गरेँ अनि त्यसपछि चाहिँ यसलाई यसरी ढाकिदिने। यसलाई ढाकेपछि कस्तो भयो हेर्नुहोस् त। यस्तो बिलियर होइन कि स्किनी लेयर अनि पर्छ। अब हेर्नुहोस् त के भयो यस्तो चाहिँ। अब बुढाबुढी हाफ हाफ चियासँग खाने हो। देख्न सक्नुहुन्छ यति हेल्दी हुन्छ यो चट्टसँग मिठो टेस्टीमा टेस्टी हेल्दीमा हेल्दी। हेर्नुहोस् ल अब हेर्न सक्नुहुनेछ फेरि फाइनल्ली हाम्रो यो आजको सुरुवात मेरो फेभरेट टी। अनि त्यो 3 महिनाको कहीँ हुन्छ त बरु त्यो हुन्छ होला। ल अब हामी चाहिँ ल बुढा कता यता यदि बस्नु ल कि उता पर मिनी डाइनिङ पनि छ होइन छोरा। मिनी डाइनिङमा बस्नु भने चाहिँ फेरि छोराले खानु दिँदैन। अनि हामी चाहिँ यहीमा बस्नुपर्छ मेन डाइनिङमै बस्नुपर्छ नै हुन्छ। किनभने हामीलाई मिनी डाइनिङमा चाहिँ छोराले खानु दिँदैन। हाम्रो यहाँ छोराले अघि चढिसक्यो है हाम्रो राजा छोरा तिमीलाई होइन नि अब म तिमीलाई अर्को लिइदिन्छु ल। कान्छा झ्याप्पै हातलाई पाल्छ फेरि त। अब मैले चाहिँ यहाँ चामल पनि भिजाइसकेँ तर मैले के गर्ने भने चिया फेरि उब्रेको अलिकति उब्रेको म खाइहाल्छु। आज चिया चाहिँ चामल त भिजाएँ तर हाम्रो सल्लाह चाहिँ के थियो भने आज ढिलो खाने हो। मैले त चामल भिजाइसकेँ। अब त्यो चामल चाहिँ रहन्छ चिया ढिलो खाने। हामी सपिङमा हिजो पनि 2 बजीतिर आएको बिहान 9 साढे 10मा गएर अनि अब आज चाहिँ 11 बजिसकेको छ। किनभने हिजो चाहिँ म चाँडै उठेको थिएँ। के गर्दैछ मेरो कान्छाले के गरेको हो। एउटा ड्रेस फेरि पनि अर्को ड्रेस लगाइसकेको छ। अब यो ड्रेस पनि मलाई अलिक मन परेन। अब अर्को ड्रेस लाउँछ। कान्छा यता हेर त यता ओ रेडी टु गो। उता जानुको लागि त यस्तो हतार हुन्छ नि उसलाई। कान्छा कता गएको। आज चाहिँ हात पक्ड्ने अरेको न त हातै दिँदैन पक्ड्नु भन्दा पनि। कान्छा कता गएको। हामी चाहिँ वकिङमा आएको छौँ यता पार्कतिर। पार्क यता हो यता ए लुलुलु हिँड ल। झार त मन पराउँदैन थियो उसले अब झार मन पराउनु थालेछ। आखै भन न छोराको लागि हिँड्नुपर्छ बाहिर अनि सपिङ। छोराको लागि किचनको लागि सपिङ अनि के गर्दा त हामी त होइन 2 दिन त हामी सपिङमै बित्छ। छोरा राईले सपिङमै बित्छ। छोरा पनि हेर्दै बाई कान्छा बाई बाई। कस्तो सफा पहाड हेर्नुहोस् त। पहाडको फेरि कस्तो राम्रो छ क्या। पेस वाउ यस्तो पहाडमा हाइकिङ गर्नुको लागि चाहिँ हेर्नुहोस् आकाश। वाउ हेर्नुहोस् आकाश आकाशलाई मात्रै फोकस ल। आकाश यस्तो दामी आकाश छ नि। आकाशलाई मात्रै फोकस है। हामी चाहिँ अहिले कति 11:37 तर हामी अघि निक्लेको 11:15 निक्लेको हो। खतरा आकाश यस्तो आकाश त नेपालमा भन्दा यहाँ चाहिँ नजिक आकाश सफा आकाश जस्तै लाग्छ क्या। किनभने यहाँ धुलो धुवा नभएर होला। आकाश हेर्नुहोस् कस्तो राम्रो। आकाशलाई फोकस है। आकाश चाहिँ के भन्छ पुरा आकाशै रङ्गियो सपनाहरूले भन्ने गीत छ नि त्यो चाहिँ एकदम राम्रो लाग्छ क्या। आकाश रङ्गिएको
सपनाहरूले कान्छा के किन्ने अब तिमी अहिले त पर्दैन हो के किन्ने हो कान्छा यता छिर्यौ त कान्छा हेर्नु यो त यता र उता मिलिक र मिलिक गर्छ उता जाऊ उता उता यता र उता गर्छ कान्छा कस्तो कम्फर्ट जुत्ताहरू आएको रहेछ कति धेरै छ क्या जुत्ताको यहाँ वारदेखि पारसम्म छ वारदेखि पार उता केटाकेटीको वारदेखि पार जेन्ट्सको वारदेखि पार वारदेखि पार जुत्ताहरू हेर्नुहोस् फेरि आकाश हेर्नुहोस् आकाश त यहीँ छ त हौ कति साँच्चै नै नेपालमा चाहिँ आकाश टाढा हुन्छ यहाँ चाहिँ आकाश नजिक भए जस्तै लाग्छ त आकाश चाहिँ छुन्छु जतिकै लाग्छ त आकाशलाई छुइदिउँ कि क्या हो यति राम्रो हेर्नुहोस् त यता हेर त्यस्तै आकाश चाहिँ रङ्गियो सेतो बादलले भन्ने जस्तै यस्तो आकाशहरू त वाउ छ त हौ आकाशको मात्रै खिच्नु मन लाग्छ आकाश त यहीँ छ त हौ छ्या आकाश छुइदिनु जस्तै पो भयो त मलाई त आकाश हेर्नुहोस् त आकाश अरे यार हामीले चाहिँ भनेको जस्तै नै झन्नै अब हाम्रो घरमा अस्ति नै त्यो सेप पाइएन क्या अब सेप पाउनुको लागि चाहिँ गाह्रै हुँदो रहेछ अस्ति त्यहाँ एउटा पायौँ अब केटाकेटी भएको घरमा राम्रो लाउनु मनपर्छ तर अब भ्याकुम गरेको गर्नुपर्छ नि त अनि हामीले चाहिँ अलिकति भ्याकुम गरेको गर्नुपर्छ अनि त्यस्तै भ्याकुम गर्ने खालको अनि हल्का खालको धुनु पनि पर्छ त्यही भएर त्यस्तो खालको ल्याउँदाखेरि चाहिँ खोज्नु एभ्री विक हामी जान्छौँ भेट्दैनौँ तर आज चाहिँ 70% जति चाहिँ मिल्ने ल्याएको छौँ अब कस्तो हुन्छ घरमा त्यस्तो लागिरहेछ हामीलाई चाहिँ हामीले दुईटा ल्याएको दुईटामा 75% म्याचिङ छ अब घरकोमा पनि त्यस्तै हुन्छ होला भन्ने लागिरहेछ किनभने कलरफुल छ अनि पातलो खालको यस्तो चाहिँ राम्रो हुन्छ हेर्नुहोस् त आकाश म चाहिँ आकाशलाई मात्रै फोकस गरेको आज चाहिँ यस्तो दामी आकाश यो चाहिँ धुलो धुवा नभएर पनि होला कि आकाशलाई चाहिँ एकदमै यस्तो छ आकाश चाहिँ नजिक अनि धुलो धुवा नभएर एकदम क्लियर क्या क्लियर आकाश यो चाहिँ नेपालतिर फल सिलिङ लाउँछ नि फल सिलिङ लाउँदाखेरि क्लियर आकाश हुन्छ नि केही बिना त्यस्तै क्लियर छ आकाश चाहिँ आकाशलाई फोकस नेपालमा फल सिलिङ लाउँदा यस्तै हुन्छ क्या फल सिलिङ आकाश रङ्गिलो आकाश ल हेर्नुहोस् हाम्रो घरमा अहिले आइसकेको छ यस्तो मेस भइरहेछ हेर्नुहोस् त यो र त्यो मिलाउनु खोजेको यो झन्झनै मिल्दो रहेछ यिनीहरू सबै मिलाउनु एकदम गाह्रो के सबै एउटै पाउँदैन अनि कान्छा कस्तो छ त ठिक छ अब यो चाहिँ हामी डेकोरेसन चेन्ज गर्नुपर्ने छ केटाकेटी हुँदा चाहिँ यस्तो खालको क्या धुँदा पनि सजिलो हुन्छ यस्तो खालको यस्तो कटिङ चाहिँ यस्तो भयो के तर पनि अब यो एउटै थियो यसको अब हामी चाहिँ यसलाई छड्के बनाउने हो यहाँ चाहिँ यसरी अब खेल अब तिम्रो भकुन्डो खेल्ने होइन यसरी मेरो कान्छा अब यहाँ भकुन्डो खेल्दै बस्छ घाममा हामी अब बाहिर लाँदाखेरि गाडीहरू आइरहेको हुन्छ अनि यहाँ चाहिँ
कान्छा बल खेल्छ बल म ल्याइदिन्छु ल बल ए है ठिक छ यस्तै पछि उठाउँला ल ए कान्छाको भटकण्ड अब कान्छालाई कस्तो मजा भइहाल्यो नि होइन कान्छा नगर्नु पुरा होस् ठिक छ अहिले ल कान्छा अब अलिक धुलो आउँछ अनि पुल्टाइदिउँला नि ए कान्छाको बल खेल्ने ठाउँ हो यो चाहिँ उता बाहिर चाहिँ मैले भने नि एकदमै उयो हुन्छ गाडी हुन्छ अनि चाहिँ यहाँ बाहिर खेलेको छु 4-5 घन्टा पनि खेलेको गर्छ कान्छाको होइन कान्छा ह्याप्पी मैले अस्ति ल्याएको चाहिँ अहिले यस्तो भइसकेको छ यहाँ फुलको पिला भएर चाहिँ धेरै ठुलो भइसक्यो अहिले त कत्रो ठुलो भइसकेको छ अनि यहाँनिर कान्छा चाहिँ अब कान्छा ह्याप्पी हेर तिम्रो प्लेग्राउन्ड रेडी छोराको प्लेग्राउन्ड रेडी बलहरू हेर यहाँ कस्तो दामी कान्छाको प्लेग्राउन्ड अब यो पनि सारेर हामीले यस्तो विध्वंस गरिरहेको छौँ यहाँ पनि सबै क्लिन गरिसक्यो अब है अब के ओछिन्छ त यहाँ भन्दा यो यस्तो ठाडो गर्ने क्या ल यहाँ चाहिँ यस्तो भएको छ हाम्रो छोराको खेल्नेहरू यता यहाँ चाहिँ सबै भ्याकुम सेकुम लाएर सबै यो गरिसकेको छ अनि हाम्रो छोरालाई यहाँ कस्तो राम्रो होइन प्लेग्राउन्ड तल ल्याएको किचनमा पनि फिट भएन अब हामीले चाहिँ यो मैले चाहिँ यहाँ लगाइदिएँ यहाँ पनि चाहिरहेको थियो चाहिनु त तर म चाहिँ यहाँ अलिकति अर्कै कलरको भनेको तर ठिकै छ अहिले नानी भएर हामीलाई यस्तै कलरको चाहिरहेको छ हाई ल यहाँ पनि फिट भयो अब एउटा यता पनि ल्याउनु मन छ रुममा फिट भयो तल चाहिँ यस्तो छ ठिक भयो अनि यहाँ चाहिँ एकदम राम्रो भयो क्या बाबुको लागि चाहिँ एकदम पर्फेक्ट भयो अब किचनमा चाहिँ नापेर ल्याउनु पर्ने चाहिँ यहाँ पनि एकदम मस्ट चाहिएको छ क्या यहाँ चाहिँ कान्छाको सक्स अनि कान्छालाई कस्तो क्युट छ यो प्यान्टहरू उसलाई सानो भइसकेको छ कि योहरू यहाँ उसकै लुगा मात्रै छ धेरै त नल्याउने भन्दा पनि उसकैमा मात्रै आँखा जान्छ अनि यहाँ लबन्द छ अहिले कान्छाले के खाँदैछ त तिमीलाई ल यहाँ कस्तो यो समर ड्रेसमा चाहिँ यो सेतो चाहिँ एकदमै पिस हुन्छ कि गाडीको लागि यो त कत्रोसम्म पनि हुन्छ ग्रिन पनि ठिक छ यो पनि ए यो चाहिँ कहाँ जाँदाखेरि कि पेन्टहरू उसको कति छ तर उयो भइहाल्छ सानो भइहाल्छ म चाहिँ ठुल्ठुलो यो मन परेर पहिला कति महिनाको हुँदै किनेको अहिले भइहाल्छ उसको माथि ह्याङ्गरमा कति छ होइन अब यो जिन्स स्टाइल तर सफ्ट उयो यसमा पनि सुर्काउने कान्छा रेडी लाइट छ त्यो चाहिँ पुरानो जस्तो क्या किन्दै तर त्यसको कलरै त्यस्तो क्या किन्दै पुरानो किने जस्तो क्या खुइली गएको जस्तो तर त्यस्तै कलरै त्यसको त्यस्तै हो क्या कस्तो यो चाहिँ लाइट भयो होइन बच्चाहरू भएकोमा चाहिँ यस्तो कलरफुल नै ठिक हुन्छ क्या सजिलो कान्छा लडी बढी गरिरहेको छ मेरो कान्छा लडी बढी मजा लागिदिएको यहाँ बाहिर जान्छ होइन कान्छा तिम्रो फेभरेट यो के हो यता हेर बिलेन यता हेर खोइ हेरेको यता कान्छा यता हेरिदेऊ कान्छा केटाकेटीको चाहिँ भिडियोहरू लागिराख्नु पर्छ कस्तो मजा लाग्ने उसको 6-7 महिनाको यस्तो बुलुक्क परेको कति अहिले त्यो हेर्दाखेरि भन्नु लाग्छ पछि झन् बाबु ठुलो भएपछि त झन् कस्तो क्युट लाग्छ कि केटाकेटीको अब म चाहिँ किचनतिर लागेँ यहाँ हाम्रो सपिङ सन्काउनु पर्ने छ मिस भइरहेछ अब किचनको मेरो काम त छँदैछ अब यो चाहिँ मैले आलु तासिसकेको छु आज पनि आलु भुजुरी अनि आज मेरो किचनमा के पाक्दैछ फेरि आज चाहिँ ट्युजडे हो हिजो मन्डे पनि हाम्रो चाहिँ बिहान 8 बजेदेखि 3 बजे हामीले खाना खाएको हो अनि 4 बजेसम्म सरसफाइ गर्दाखेरि 4 बजेसम्म बिजी भयो भनेपछि निडेड वर्कले नै दिन खाँदो रहेछ हाम्रो 2 दिन छुट्टी चाहिँ मस्ट निडेड वर्कमै हाम्रो स्पेन्ड हुन्छ अनि पर्सनल ग्रोथ भनिन्छ अनि पर्सनल ग्रोथको चाहिँ काम 2-3 आवर्स मात्रै हुँदो रहेछ कि अब यो चाहिँ यसमा लाउनुपर्छ यसमा चाहिँ कार्बोहाइड्रेट र प्रोटिन मात्रै हुँदैन पोटेटोमा चाहिँ भिटामिन B5 B1 B2 B3 B4 B6 अनि B9 भिटामिन C पनि गुड सोर्स पाउँछ यसमा चाहिँ अब म यसलाई फेरि रनिङ वाटरमा कार्बोहाइड्रेट प्रोटिन भिटामिन Cहरू पाउँछ त्यसमा चाहिँ मस्टली भिटामिन B1 B2 B3 धेरै पाउँछ पोटेटो चाहिँ एकदम राम्रो हो तर हेल्दी पर्सनलाई धेरै सबैहरू डाइट अलिक रोगी हुन्छ भने चाहिँ तेलहरू राम्रो हुँदैन अब फेरि भिडियोको लागि नेपालमा चुलेसी पाउँछ थियो अनि चुलेसी थाहा होला नि अहिलेको बच्चाहरूलाई थाहा छैन हामी पहिलाको बच्चाहरूले चुलेसीहरू थाहा छ चुलेसीले कस्तो राम्रो कट हुन्थ्यो क्या अहिले चाहिँ यसले चाहिँ यस्तो हुन्छ अहिले पनि हुन्छ अब रेडी भइसक्यो चुलेसीले चाहिँ यो भन्दा पनि जस्तो के एकदम
किनभने तेलमा लाउँदा झिरिरिरि हुन्थ्यो क्या, त्यसरी बनाइन्थ्यो। मलाई चाहिँ आलुको परिकार एकदमै मनपर्ने पहिलादेखि नै। तर आलु चाहिँ यो भुजुरी यो यसको त यो एउटाको त म 10 वटा चाना पनि बनाइदिन्थेँ क्या, सानो चिर काटेर अनि तेलमा भुटेर खानु छ। खङनङ्ग कस्तो मिठो हुन्छ क्या त्यस्तोको चाहिँ। काँक्राको चाहिँ बोक्रा जेको पनि बोक्रा सुद्धा खानु राम्रो भन्छ। तर अब यो चाहिँ उहिलेको जमाना जस्तो छैन नि त। अहिले जेमा पनि जहाँसुकै होस्, जुनसुकै कन्ट्री होस्, विषादी प्रयोग गरेको हुन्छ। त्यो चाहिँ यो बोक्राहरूमा भइरहेको हुन्छ। जति धुँदा पनि त्यति जाँदैन। त्यही भएर छिलेर खानु चाहिँ सेफ हुन्छ। अब धेरै जम्स खानुभन्दा त बरु छिलेर कम भिटामिनै खाउनु, न्युट्रिसन कमै होस् तर विषादी चाहिँ नहोस्। त्यही भएर काँक्रा चाहिँ पहिला चाहिँ कस्तो छिलिँदैन थियो क्या त्यति, किनभने आफ्नै गाउँघरमा फलेको हुन्थ्यो। अनि त्यही भएर त्यो चाहिँ बोर्डमा टिपेर मजाले धोएर खाँदा राम्रो हुन्थ्यो। तर अहिलेको चाहिँ जुनसुकै ठाउँ होस् विषादी प्रयोग भएको हुन्छ, अर्ग्यानिक भने पनि। अब मेरो चाहिँ धमाधम किचनमा हुँदैछ काम कुरा चाहिँ। पखाली पनि सकेँ। अब यसलाई चाहिँ स्लाइस पार्छु, तर यताउता गर्दै गर्नुपर्ने हुन्छ नि त। अनि छिटो गर्नुको लागि चाहिँ एकछिन पनि टाइम खाली नगरी, हात खाली नगरी। म भिडियो किन उयो गर्दाखेरि सबै देखाउन सक्दिनँ भन्ने, मेरो दुईटा हातै अब युज भइरहेको हुन्छ। जस्तै यो चपिङ गर्दा दुईटा हातै चाहिन्छ, यिनीहरू पनि अब दुईटा हातै हुन्छ नि त। अनि म भिडियो खिच्नु पाउँदिनँ। अनि म चाहिँ अब भिडियो खिच्ने एडिटर सबै मै हो। त्यही भएर जतिसम्म यस्तो हुँदा मात्रै देखाउँछु। मेरो दुईटा हातै बिजी हुँदा चाहिँ देखाउन पाउँदिनँ। अब कुकिङ स्टाइल, मेरो आफ्नै स्टाइल। अहिलेको छोरी चेलीहरूलाई त एकदमै च्यालेन्ज छ कि, किनभने बाहिर काम पनि गर्नुपर्ने हुन्छ, घरभित्र पनि गर्नुपर्ने हुन्छ, सबै यताउता। झन् बच्चा भएपछि अनि प्लस बाहिर बस्नेहरूलाई, अनि सानो बच्चा हुनेलाई चाहिँ एकदमै गाह्रो छ। गाह्रो मान्नेहरूलाई चाहिँ, तर गाह्रो नमानी उयो गर्नेहरूलाई चाहिँ म चाहिँ इन्जोय लिइरहेको छु। म चाहिँ इन्जोय गर्दै यहाँ किचनमा, सपिङमा पनि म इन्जोय राख्छु, किचनमा पनि इन्जोय गर्छु। जेमा पनि म चाहिँ ह्याप्पी भएर चाहिँ मलाई त्यस्तो साह्रो भएको छैन। अनि म चाहिँ अब यो पनि यहाँ लगाइदिन्छु। अब म यसमा चाहिँ पिरो लाउँदिनँ, किनभने हाम्रो छोराले पनि एकदम मन पराउँछ क्या यो। अनि यसलाई चाहिँ केही बिना यो जिराहरू मात्रै लगाएर अब म यसलाई लगाइदिन्छु। ड्राई मात्रै गर्नु चाहिँ यसलाई पहिला आमाहरूले चाहिँ अब घरको मात्रै सम्हाल्ने, अनि बाहिर बुवाहरूले बाहिरको सम्हाल्ने हुन्थ्यो। अहिले यस्तो च्यालेन्ज छ नि अहिलेको सेलिब्रेटीहरूलाई, गर्नेहरूलाई है। तर अब नगर्नेहरूलाई चाहिँ काहीँ पनि होइन। तर अहिलेको जुन मान्छे चाहिँ अलिकति फ्यामिलियरहरू हुन्छ नि, यस्तो फ्यामिलीलाई ग्रोथ गर्ने टाइपको छोरीचेलीहरूलाई चाहिँ अब आफू पनि पढ्नु पनि पर्यो, काम पनि बाहिर गर्नु पर्यो, घर पनि सम्हाल्नु पर्यो, सबै गर्दा चाहिँ एकदमै च्यालेन्ज छ। तर त्यसलाई चाहिँ अब सबै मान्छे आफू अनुसारले हुन्छ, त्यो तयारी सबै गर्ने। त्यही भएर अब कसैलाई गाह्रो लाग्छ, कसैलाई सजिलो लाग्छ, कसैलाई ठिकै इन्जोय गरिरहेको हुन्छ। म चाहिँ सजिलो पनि लाग्दैन, गाह्रो पनि लाग्दैन। म चाहिँ लाइफ इज गोइङ अन लाइक दिस वे भन्दै म चाहिँ एक्सेप्ट गरेर इन्जोय गर्दै काम गर्ने हो। अब यो यस्तो हुँदाखेरि यहाँ चाहिँ यो मिडमा लगाइदिन्छु, किनभने यसलाई लो भयो भने चाहिँ यो काट्ता हुन्छ क्या। अलि यसलाई ड्राई बनाउनुको लागि चाहिँ टु मच हाई पनि होइन। अनि यसलाई चाहिँ मिडमा लगाइदिने, अनि पाकिराख्छ। अनि अब म यस्तो यो गरिराख्दा यसलाई रुलिराख्ने होइन। अब यहाँ काट कुट गर्ने हो। मैले टेक गरेर हिँड्दाखेरि यो बनाइ पनि सकेँ। अब यहाँ चलाउनु पनि चलाउँदै गर्नुपर्ने हुन्छ। यो पनि अब 50% पाकिसकेपछि चाहिँ सल्ट लगाइदिने।
अहिले नै लायो भने चाहिँ फेरि अलिक सर्टले गलाउँछ कि ड्राई हुन अलिक पाउँदैन, त्यही भएर यसलाई चाहिँ अब 50% चाहिँ पाक्नु दिएपछि चाहिँ सल्ट लगाइदिने। अब सलाद पनि रेडी भइसकेको छ। मैले चाहिँ सलाद गाडेर लगाइदिएको छु। अब हेर्नु है, यहाँ अब सफा पनि गर्नुपर्ने हुन्छ कि, यस्तो छ नि त, सफा गर्नु पर्यो नि। अब यहाँ चाहिँ मैले के गर्दैछु त भन्दा अन्डा, एग अनि टोमेटो अचारको लागि बाबुको लागि अन्डा बनाउँदैछु। अब यो चाहिँ यहाँ पनि पाक्दैछ। मैले सबै नै देखाउनु सक्दिनँ। अब यहाँ चाहिँ यसलाई लगाइदिनुपर्छ। अब यो पनि अलमोस्ट 50% चाहिँ पाकिसकेको छ। अब यतिको भएपछि चाहिँ लगाइदिँदा हुन्छ सल्ट। यो चाहिँ सादा बनाउने, केही पनि नलाउने, भरै हिजोको जस्तै। मलाई चाहिँ एकदम आलु भुजुरी मनपर्छ। अनि लास्टमा चाहिँ म बाबुलाई निकालिसकेपछि चाहिँ लगाइदिन्छु। बाबुलाई चाहिँ त्यस्तो झुरुम पनि होइन क्या, बाबुलाई चाहिँ ठिक्क पाकेको निकालिदिने, अनि हामीलाई चाहिँ अझै, अनि त्यसपछि त्यो पाकेकोमा पनि उयो खोर्सानीको धुलो लगाएर अझै ड्राई गरिदिने। हाम्रो चाहिँ एकदम क्रन्ची हुन्छ, उसको चाहिँ त्यस्तो क्रन्ची अब बाबुले खाँदैन नि त। अनि अब उसको चाहिँ अलमोस्ट अब एकछिनमा पाक्छ। अनि उसलाई चाहिँ निकालिदिएर अनि म चाहिँ फेरि अझै क्रन्ची बनाउँछु। अब यहाँ यता गर्दै गर्छु। अब यो भइराखेको हुन्छ एकछिनमा। यहाँ चाहिँ अलिअलि सल्ट लाउँदा पनि हुन्छ है। यो अन्डामा चाहिँ अलिअलि सल्ट लायो भने चाहिँ यो मजाले यो पाक्छ। यसरी योमा चाहिँ अलिअलि सल्ट लगाएर गयो भने चाहिँ त्यस्तो फुटेर उयो हुँदैन। अब यो आज चाहिँ म के बनाउँदैछु हेर्दै गर्नु है त। आज फेरि हामी के खाँदैछौँ त हाम्रो किचनमा। हाम्रो किचनमा केही पाक्दैछ त आज भन्ने शीर्षक हुनेछ मेरो। यसरी अब सलाद रेडी भइसकेको छ। अब आज पनि सिम्पल, त्यो खानाको लागि चाहिँ धेरै भेराइटी चाहिँदैन के, एकदम टक्क परेको सब्जी हुनुपर्छ, थोरै अचार हुनुपर्छ। अनि यो यस्तो अब अलिअलि टेस्टको लागि। अनि अब बाउ छोरा चाहिँ के गर्दै हुनुहुन्छ? हौ आमा मेस कान्छा, के गर्दैछौ तिमी? के गर्दैछौ? बनाना एउटा टक्क खाइसक्यो। या अब मेरो युनिभर्सिटी चाहिँ एउटा युनिभर्सिटी चाहिँ यो है। मैले यो युनिभर्सिटीमा चाहिँ ग्रेजुएसन गरिसकेको उहिले ग्रेजुएसन गरिसकेको, उही थाई मार्क्स ल्याएर A+ ल्याएर ग्रेजुएसन गरिसकेको। त्यो किचन युनिभर्सिटीमा चाहिँ मैले A+ ल्याएर ग्रेजुएसन गरिसकेको छु। अनि म चाहिँ प्रोफेसर पनि भइसकेको भयो। प्रोफेसर पनि भइसकेको छु। मैले चाहिँ बिर्सेर के चामलमा अघि लगाइहालेँ। आज चाहिँ हाम्रो फ्रेन्ड उसलाई पनि म अब नेपाली खाना खुवाउँदैछु। आज डिफ्रेन्ट टेस्ट। हामी नेपाली भएर नै पनि नेपालमा हुँदा चाहिँ खाइएन। अब यहाँ चाहिँ एकदमै चिज लागेर नेपालमा नखाएको कुराहरू, यहाँ हरेक कुराहरू चिज लाग्छ, एकदम मनपर्छ। यो चाहिँ अब भइसकेको छ। अब म यस्तो मजाले तिखिलो अचार बनाउँछु। अनि अब अचारमा चाहिँ सिल्टिमुरहरू लाउनु पर्ने हुन्छ। टिमुर फेरि यस्तो काम गर्छ नि, उसको काम आफै गर्छ। डाइपर चाहिँ राखिदियो भने टक्क उसले यहाँ ल्याएर चाहिँ कति खुट्टा लागेदेखि 12 महिनामा हो, 11 महिनामा अलिअलि हिँड्यो, 12 महिनादेखि चाहिँ उसले डाइपर चेन्ज गरिदिएपछि आफ्नो काम आफै गर्छ। अहिले चाहिँ म कति मेस भन्थेँ, अहिले चाहिँ उसको हरेक कुराहरू यहीँ राखिदिन्छु क्या सबै।
उसको सबै कुरा खाँदिदिन्छु त्यही भित्र उसको प्ले उयो मेरो डेली रुटिनमा चाहिँ मेरो किचनको मस्टली आउँछ अनि मेरो बेबीको बेबीहरू हुनेहरूले चाहिँ एकदम के यो भ्लगहरू बनायो भने मैले खासमा बेबीकै लागि गरेको हो तर अब डेली रुटिनमा मेरो अब यो हुन्छ यो पनि मैले एउटा छोटो छोटो भ्याएको बेलामा गरिदिन्छु राखिदिन्छु जसले चाहिँ इन्करेज गरोस् कि कुकिङ गर्नमा हेल्प गर्छ थोरै भए पनि त्यसको लागि चाहिँ अब यहाँ हेर्नुहोस् है त यो पाकिसकेको छ तपाईहरुलाई पनि केही न केही मेरो भिडियोबाट चाहिँ इन्करेज हुनुहुनेछ पकाउनको लागि भनेर मैले चाहिँ यो थालेको हो यहाँ अब पाकिसकेको छ यो पाक्यो यो चाहिँ यसको बोक्रा निकाल्दिनु पर्छ के अब है यो चाहिँ हाफै हो अब यसको यो चाहिँ अब अलिक भाग्नुपर्छ 8 मिनेट जति पकाउनु पर्छ 6 to 8 मिनेटमा अन्डा पाकिहाल्छ अब यहाँ अब कान्छा मेरो छोराको लागि चाहिँ यो भइसकेको छ अब यो अचारको पनि भइसकेको छ अनि म यहाँ रेडी छु यो अब धनिया हिजो चाहिँ पुदिना लाग्दा आज चाहिँ धनिया लगाउने अब कान्छाको लागि निक्लिसकेको छ यस्तो उलाई चाहिँ अलिकति ड्राई हैन पाकेको तर ड्राई भएको चाहिँ निकालिदिएको छु उले त त्यसो नै खान्छ अब म चाहिँ यहाँ यो चाहिँ सुकेको खोर्सानी पड्काएर गर्दा मिठो हुन्छ तर अब बाबुलाई पिरो हुन्छ नि त त्यही भएर अब यो धुलो खोर्सानी लगाएर यसलाई चाहिँ अब बिस्तारै मिक्स गरिदिने हो अनि ड्राई हुन्छ म चाहिँ तेल लाउँदिन आज यतिमै यस्तैमा ड्राई बनाइदिन्छु एड गर्दिन धेरै ओइली हुन्छ आलुको चाहिँ तेल पनि हुन्छ कि त्यही भएर यसलाई चाहिँ पानी एड गर्नु भएन भने यसलाई ड्राई गर्दाखेरि अब लोमा आफै तेल आइरहेको हुन्छ क्या यसमा पोट्याटो चाहिँ एकदमै हेल्दी यो हो यो पनि तर रोग नलागेसम्म है त रोग लागेकोलाई चाहिँ अब यसले धेरै बिसाउँछ तर तपाईहरुलाई केही त्यस्तो कुनै पनि डिजिजहरु छैन भने चाहिँ यो पोट्याटो चाहिँ एकदम हेल्थको लागि राम्रो हुन्छ विशेष बच्चाहरुलाई त अझै राम्रो हुन्छ यसमा चाहिँ धेरै अब कार्बोहाइड्रेटहरु प्रोटिन पनि पाउन सक्नुहुन्छ कार्बोहाइड्रेट पाउन सक्नुहुन्छ अनि क्याल्सियम पनि पाउन सक्नुहुनेछ अनि साथसाथै भिटामिन बी को सोर्स अफ चाहिँ हाई पाउनुहुनेछ यसमा चाहिँ भिटामिन 1 भिटामिन 2 त्यो भिटामिन 1 हरुलाई त कस्तो अर्कै नाम हुन्छ क्या यसको रेम्बो फ्लाभिन नाइसिन के भन्ने हुन्छ तर अब त्यो भिटामिन 1 भिटामिन 2 भिटामिन 3 भिटामिन 4 भिटामिन 5 भिटामिन 6 अनि भिटामिन 9 पाउन सक्नुहुन्छ है त प्रोटिन योमा चाहिँ पोट्याटोमा अब मेरो अचारमा जान्छु मैले यो चाहिँ लोमा बनाइसकेको छु अब यो चाहिँ स्पाइसी छ यहाँ चाहिँ स्पाइसी छैन अनि अलिक ड्राई पनि छैन छोराको लागि चाहिँ यसरी बनाइदिएको छु उसलाई एकदमै मन पर्छ क्या उसले त पोट्याटो त कस्तो खान्छ मजाले एक उसले नखाने त केही पनि छैन तर अब एक पनि पाकिसकेको छ मैले एड गरिदिएँ अचारमा चाहिँ यसरी लगाइदिने हो अब यसमा चाहिँ मैले यो रेडी भइसकेको छ अब अलिकति यो तिलको छोप लगाइदिन्छु मलाई मन पर्छ तिलको छोप बनाएर राखिरहेको हुन्छु अनि त्यसपछि कागती एड गरिदिन्छु अनि यो चाहिँ एकदम टेस्टी हुन्छ अब मिक्स गरिदिने हो यहाँ चाहिँ एकदम यसरी रेडी भइरहेको छ यो चाहिँ अब मैले लोमा बनाएको छु यो चाहिँ लोमै हुन्छ अब म के बनाउन गइरहेको छु यो लो हुन्छ अब यो चाहिँ पाकिसकेको छ अब यसलाई म ड्राई भएको छ अब निकालिदिन्छु अनि यसमै म के बनाउँदै छु त अब चाहिँ मैले यहाँ लगाइसकेको छु घिउ पानी उमाल्नु रेडी भइसक्यो अब यहाँ चाहिँ सल्ट पनि यति लगाइदिने धेरै हैन अनि यसलाई चाहिँ मिक्स गरिदिने मिक्स यसरी मिक्स गर्छु मैले यो त्यो पोट्याटोलाई खलाएर यो लगाइदिएको किनभने यसमा अब सल्ट लाउने हो नि त त्यस्तो केही उयो हुँदैन अनि अब तेल पनि लाउनै पर्छ त्यही भएर मैले त्यसलाई जस्ट निकालेँ अनि यसमै वाटर एड गरेर उमालिरहेको छु
अनि यहाँ फ्लोरहरू चाहिँ यो चाहिँ कोदोको पिठो यहाँ हेर्नुहोस् त यो नेपालीबाटै लेखेको छ नि त यो नेपाली उयोबाट ल्याएको स्टोरबाट अनि यहाँ चाहिँ यो चाहिँ अब फापरको अनि यो फापरको चाहिँ कोदोको पाउँदैन रहेछ के त्यहाँ चाहिँ एकदम पाउँदा पाउँछ तर कहिले कहिले पाउँछ यो चाहिँ अर्ग्यानिक स्टोरबाट कम्युनिटी मार्केटबाट ल्याएको हो अनि अरू प्रोसेस उयोहरू पनि छ त्यो चाहिँ अब त्यो नलगाउने अर्ग्यानिक वाला यो फापरको अनि यहाँ चाहिँ कोदोको मिक्स गरेर यहाँ बनाउन रेडी यहाँ चाहिँ रेडी भइसकेको छ यो चाहिँ राम्रो हुन्छ यो ढिँडोहरूसँग खानको लागि यो अनि सलाद यो अचार त एकदम मोस्ट इम्पोर्टेन्ट हुन्छ यहाँ अचारमा चाहिँ यो किन पातलो भन्नुहुन्छ होला यो पातलो चाहिँ पानी लगाएको होइन कि टोमेटोमा अब अलरेडी पानी हुन्छ नि त हाम्रो ब्लडमा पनि 55% प्लाज्मा हुन्छ भने जस्तै टोमेटोमा पनि मेबी 55% चाहिँ त्यो प्लाज्मा फ्लुइड होला क्या फ्लुइड अब यो चाहिँ एकदमै भुलुलुलुलुलुलु सबै ओम्लिन्छ एकदमै टु हट हाई टेम्परेचर हुन्छ हाई टेम्परेचर चाहिँ अब 65 भन्दा ओभर हुनुपर्छ 65% चाहिँ हटमा उयो हो तर त अब चाहिँ 100% नै हुनुपर्छ त्यसपछि चाहिँ म यो एड गर्छु हेर्नुहोस् साथीहरू तपाईहरु मैले पकाएको यो कुकिङ उयोबाट चाहिँ इन्स्पायर हुनु होला तपाईहरुले पनि पकाउनेलाई त ठिकै छ नपकाउनेहरु पनि इन्स्पायर भएर पकाउनु होला अनि यो चाहिँ बनाउँदाखेरि यसलाई चाहिँ अहिले म देखाउँछु अनि त्यो ढिँडो चाहिँ यस्तो गर्नुपर्छ क्या यस्तो होइन क्या यस्तो होइन अहिले यो लाउँदा चाहिँ यस्तरी गर्नुपर्छ म देखाउँछु अनि त्यसपछि लास्टमा चाहिँ अब सबै यस्तो गरेर फिटिसकिन्छ नि त त्यसपछि चाहिँ अनि यस्तरी क्या यस्तो गर्ने के यस्तोलाई चाहिँ के भन्छ भने यो चाहिँ अब यहाँको अब अहिलेको पोन्यौ भन्छ तर ढिँडो मस्काउने यो स्टिकलाई चाहिँ डाबिलो भन्छ है डाबिलो भन्छ कि डाबिलो धेरै पनि नबनाउने हामी यहाँ 3 जना मात्रै छौं त्यही भएर अब यो चाहिँ एकदमै घिउ नुन चाहिँ उयो मिक्स भइसकेको छ अब यसलाई अझै हाई टेम्परेचर यसलाई हाई बनाइदिन्छु अब अझै उम्लिन्छ अनि त्यसपछि चाहिँ यो पानीमा लाउनुबित्तिकै पिठो पाकिहाल्छ कि अन्त मिक्स गर्ने त्यस्तोमा चाहिँ एउटा पनि पिठो रहनु हुँदैन क्या मिक्स गरेपछि पुरै सब पिठो रहित हुनुपर्छ तपाईहरुलाई अब सबैमा डिग्री गर्नुहोस् राम्रो हो तर किचनमा चाहिँ मस्ट डिग्री गर्नुपर्छ है त किचनमा चाहिँ एकदमै डिग्री पास युनिभर्सिटीमा पनि ए लेभल ल्याएर पास गर्नुहोस् त्यो चाहिँ तपाईहरुलाई र तपाईको फ्यामिलीको लागि एकदमै इम्पोर्टेन्ट छ किनभने एकदम मस्ट बेसिक एजुकेसन भनेको चाहिँ हामीलाई चाहिने भनेको कुकिङ हो कुकिङमा चाहिँ एकदमै तपाईहरु सबैमा गर्नुहोस् डिग्री गर्नुहोस् एकदम सक्सेस हुनुहोस् सबै गर्नुहोस् तर तपाईले किचनमा चाहिँ गर्नु भएन भने तपाईको त्यो डिग्रीहरु सबै वर्थलेस हुनेछ एकदमै अब कोभिडबाट थाहा पाउनु भयो होला नि सबै कुराहरु किन्न पाइन्दो रहेछ तर अब सबै रेस्टुरेन्टहरु बन्द सबै बन्द भयो भने त हामीले पकाउन त जान्नु पर्यो नि त सामान त अब डेली यो गर्दा पनि हुन्छ त्यस्तोहरु त अब नपकाएकोहरु त अब रेस्टुरेन्टहरु सबै फास्ट फुडहरु बन्द भयो भने त गाह्रो हुन्छ नि त त्यही भएर त्यस्तोबाट पनि पार्ट सिक्नुस् कि कुकिङ चाहिँ कति इम्पोर्टेन्ट रहेछ भनेर मैले चाहिँ के भइरहेछ त अब यसलाई चाहिँ मैले यस्तरी हैन के यस्तरी चलाइदिनुस् यस्तरी सबै फिटिदिनुस् मजाले नहतारी हडबड नगरी प्यासन भएर यस्तरी सबै यस्तरी मिक्स गर्नुहोस् यस्तरी सबै मिक्स गर्नुहोस् सबै बिस्तारी गर्नु होला यसलाई चाहिँ अब म स्लो बनाइदिन्छु यस्तरी सबै यस्तो गर्नु होला यस्तरी यस्तो यो यस्तो गर्नुपर्छ देख्नुहुँदैछ नि यसरी सबै यो अब यो चाहिँ सब मैले मिक्स गरिसकेको छु है अब यसलाई मोल्ने हो यस्तो मजाले चाहिँ अब मिक्स भइसकेको यसरी हामीलाई चाहिँ स्वाई कसरी मोल्ने यो
यो चाहिँ अब मोल्ने हो अब फेरि यसरी मोल्ने हैन अब चाहिँ यस्तो गरेर मोल्नुस् है त ओह पसिना छुट्यो यो हेर्नुस् त यस्तै ल मेरो छोराको चाहिँ यहाँ रेडी भइसकेको छ आज अघि नै खाए जाउलो अब आज चाहिँ हामीले ढिँडो बनायौँ त राइस बनाएनौँ त्यही भएर उसलाई चाहिँ एकदमै मनपर्छ यो काँक्राहरू योहरू अब यो यति खाएपछि एकछिनमा जाउलो खान्छ कान्छाले हाम्रो नेपाली खाना चाहिँ रेडी भइसकेको छ यहाँ यो फापर र कोदोको पिठो अनि यहाँ चर आफैले बनाएको बटर यो चाहिँ अब किचन किङ भनेको मै हो किचन क्विन भन्दा पनि अब जे पनि किङ नै हो क्या किचन किङको अनि यो चाहिँ हाम्रो गेस्ट इन्डिया हाम्रो अझै छुट्टी हुँदाखेरि पनि बनाउँछौँ यसलाई यो अनि यहाँ छ मेरो मिस्टर किङ म चाहिँ विदाउट किचन किङ होइन कि मेरो किङ हो किचन किङ चाहिँ म हो मेरो किङ चाहिँ म हो अनि यहाँ सलादहरू अब यहाँ रेडी अहिले चाहिँ यहाँ सलाद उब्रेको छ ल अब हाम्रो चाहिँ रेडी छ इन्डियालाई बोलाउँ त ल कान्छा यहाँ बस्छ अनि वाटरहरू चाहिँ यहाँ यसरी यहाँ इन्डिया अब हाम्रो चाहिँ रेडी छ यो तातो तातो एकदम लोकल कुखुरामा अनि यहाँ मेरो बुढाको उता इन्डियाको अब यहाँ इन्डियाको के इन्डिया छैन मेरो किङको अनि मेरो यहाँ चाहिँ प्रिन्सेस हो है प्रिन्सेस अब यो चाहिँ मेरो छोराले यसरी खान्छ है त ल यहाँनिर हाम्रो हुँदैछ ल तातो तातो खाइहालौँ यहाँ अचार एकदम मिठो छ अचार यो चाहिँ चिकन अनि यहाँ मजाले बनाएको छु मेरो छोराले मजाले कता कति खाँदैछ उसले चाहिँ अठाउँछ भने पिरै हुँदैन चाहिँ 7 मन्थदेखि नै दाँत पनि मजाले आएको 1 मन्थमा त बटबटा आएको अब बुढा ल अब हामी चाहिँ एकदम व्यस्त छौँ है त हामी चाहिँ छोरालाई यहाँ बिचमा राख्छौँ कि यसरी अनि छेउछेउबाट सपोर्ट गरिन्छ उसले आफै खान्छ तर अनि यसरी अब म चाहिँ जमजम हात अब धोएर आउँछु अनि जमजम खाने हो होइन त छोरा वाउ मेरो कान्छा के ए उसलाई पनि पानी हाल्यो कि ल यो के मागेको त के मागेको तिम्रो टिभी ए हो ल उसले भने जस्तो भयो यस्तो स्माइल दिन्छ नि छोराले वाउ वाउ मेरो छोरा टिभी हेर्दै खाने अब कान्छा अब एकछिनमा हेर्नुहोस् है त उसले यो 2टा अन्डा गाजरको टुक्रा यो चाहिँ उसको फेभरेट हो सबै मजाले खान्छ अब उसले चाहिँ जाउलो पनि खानु खोज्छ तर जाउलो चाहिँ मिस गर्छ अलिक गिलो हुन्छ र अनि हामी नै खुवाउँछौँ अनि यो ड्राईहरू चाहिँ सबै पहिलादेखि नै खान्छ कि मजाले नै 12 महिनादेखि नै मैले उसलाई बनाएर दिन्थेँ टक्क खाने अब एकछिनमा देख्न सक्नुहुनेछ सब फिनिस गर्छ छोराले अब म चाहिँ हात धोएर आउँछु है त यहाँ हेर्नुहोस् त उसले कस्तो मजाले 1-2टा एग खाइसकेर पनि उसले यसरी खाँदैछ नि यो किसमिस पनि सबै उसले मन परायो खान्छ गुड जब छोरा गुड खालि मामुको पनि खान्छ क्या उसले म चाहिँ त्यति उयो खाँदिनँ कि मलाई चाहिँ डन भइसकेको अब यो मलाई धेरै थियो नि त आज त अस्ति नै हामीले थोरै बनाएको थियो अनि त्यही भएर यसपालि धेरै बनाएको यति मात्रै खान सक्यौँ कान्छाले चाहिँ यो पनि खानु खोज्दैछ होइन त सबै कति मजाले खान्छ मेरो बुढाले त यस्तो मजाले खानुभयो यस्तो मजाले खानुभयो बुढाले त कान्छाले पनि खाँदैछ है अलमोस्ट सबै उयो काँक्राहरू त सबै खाइसक्यो त गुड जब ल काँक्राले सबै खाइसक्यो फेभरेट हो फेरि हाम्रो 3वटा 3 स्लाइस सलाद पनि खानु हो फेरि सलाद खानु उसले त्यो रोल पनि कति खाइसक्यो क्या यति मजाले खान्छ नि जुन पनि जुन 15 वाउ कान्छा सबै 2टा खाइसक्यो Good job, my son. It's such a brilliant boy. His name, not only name, but he's such a brilliant boy, you know? Wow, good job. हेर्नुहोस् त त्यो पनि यहाँ पनि कति थियो त्यो पनि टिपेर सब खाएको क्या तर यो कुकम्बरमा वाटर हुन्छ नि त पचाइहाल्छ गुड टिभी हेर्नु अनि यसरी टिभी हेर्दै खान्छ वाउ अझै स्टार्ट छ यो खानु भनेको कान्छा यो लग्छु ल अब भयो ल यहाँ हेर कान्छा यहाँ हेर न हाम्रो चाहिँ पुरै फुल यहाँ पनि एक काम बनाएको थियो पनि सक्यो तर यति चाहिँ सकिनँ है मैले कान्छा कान्छाले चाहिँ यति खाइसकेको